सुर्खेत भ्यालीदेखि मात्र 15 किलोमिटर डिस्टेन्समा रहेको छेडामा अवस्थित यो गिरी पार्कमा कतिजना जानुभएको छ? यदि जानुभएको छैन भने हजुरहरू गएर एक्सप्लोर गर्न सक्नुहुनेछ। हामी पनि शनिबार सबैजना मिलेर गिरी पार्क गएका थियौँ। भ्यालीमा मजाले घाम लागेर भ्याली क्लियरली देखिरहेको थियो। गिरी पार्क जाँदा भने बाटोभरि नै जङ्गल पर्ने गर्छ। हजुरहरूले मजाले जङ्गलको भ्यू इन्जोय गर्दै जान सक्नुहुनेछ। हामी पनि जङ्गलको भ्यूहरू इन्जोय गर्दै डाँडाकाँडा हेर्दै गएका थियौँ। छेडा पुगिसकेपछि चाहिँ हामी आइरहेको बाटो छोडेर लेफ्टतिर लाग्नुपर्छ। अलिकति लेफ्टमा पुगेपछि बोर्ड देखिहाल्नुहुन्छ अनि त्यो बोर्डदेखि लगभग 100 मिटर भित्र गएपछि आउँछ हाम्रो गिरी पार्क एन्ड रैथाने भान्सा। बाटो चाहिँ अलिकति अफ रोड नै छ, तर पनि 2 व्हिलर र 4 व्हिलर चाहिँ मजाले पास हुन्छ। यसरी हजुरहरू पनि सजिलै गिरी पार्कसम्म आइपुग्न सक्नुहुन्छ। यहाँ आइपुगिसकेपछि भ्यूको त कुरै छोडिदिउँ, यति मजाको भ्यू छ नि। अनि यो नोटिस पनि पक्कै परिदिनु होला, उहाँ हुनुहुन्छ यो पार्कको ओनर। उहाँ चाहिँ आफैले नै गार्डनिङ गर्दै हुनुहुन्थ्यो हामी जाँदाखेरि। पार्कबाट हजुरले माथिपट्टि हेर्नुभयो भने चाहिँ यस्तो राम्रो भ्यू देख्न सक्नुहुनेछ। र साथै त्यहाँनिर स्विङको पनि व्यवस्था छ र स्विङ चाहिँ खेल्न नबिर्सिनु होला। म चाहिँ जाडो मौसममा गएको थिएँ। यदि हजुरहरू पनि जाडो मौसममा जाँदै हुनुहुन्छ भने आई हाइली प्रिफर अलिकति तातो लुगा लगाएर जानु होला, किनभने जङ्गलमा एकदम धेरै चिसो हावा चल्छ। हाम्रो चाहिँ एकछिन त्यहीँको ओनरसँग सानो कुराकानी भएको थियो, म हजुरहरूलाई सुनाउँछु है त। देशमै केही गर्ने भनेर उहाँले चाहिँ यो व्यवसायको थालनी गर्नुभएको रहेछ र देशमै केही गर्न खोजिरहनु भएकाहरूका लागि चाहिँ उहाँ एउटा इन्सपिरेसनको सोर्स पनि हुन सक्नुहुन्छ। खाजामा चाहिँ लोकल कुखुरादेखि लिएर फास्ट फुडको सबै आइटम यहाँ पाउँछ, तर हामीलाई ढिलो भएको कारणले हामीले मात्रै खाएर घरतिर लाग्यौँ। अब जाने होइन त गिरी पार्क।